तेलले केही गर्दैन असर तेलले हग्ने बेला गुलर किन्छ हग्ने बेला गुलर त्यो मेरो डरम त लडाउन सकिन्न के त डरममा लडाएर त गर्नु त्यो पानी भरिएको छ पोख्ने हो नि बोधर यार तेलले केही गर्दैन ए आर्यन मिडियामा चाहिँ कति बोल्छौ भाइ यार तिमी कति बोल्छौ यार बोल्दा बोल्दा धेरै खाली भन्नु है होइन कुनै दिन हाम्रो पालि पनि आउँछ केही छैन कि नो प्रब्लम तेल सक्यो त्यस्तो कहाँ हुन्छ नि त्यो अर्को अप्सन छ यार भाइ यार हाम्रोले सधैँ तेल खान्छ मरि खाने अल्छ जुन छ यार तेल नखा बोका तेल खाइस भने एचआईभी लाग्छ बवासिर लाग्छ होइन म कस्तो भनेको तेलले त तर एउटा कुरा भन्छु है भन्दैन एउटा कुरा भन्छु त सबैजना भन्छु तर एरिसको टिम र रोबीको टिम चाहिँ नेभर गिभ अप हारे पनि केही छैन म गर्छु नेभर गिभ अप याद गर्नु नो प्रब्लम दाइ तेल खाएर कसलाई एचआईभी लाग्छ कसरी एचआईभी लाग्छ हामीलाई सोध यार तेल के खाए दे तेल होइन रे ब्राउनले ग्यास चेन्ज गर भन्छ नि यार ग्लास चेन्ज गर भन्छ नि अरे ए तेल त हो नि पक्का ब्रान्डी तेल त हो नि तेल त हो जिन्दगीमा ब्रान्डले कोहीसँग नेभर गिभ अप चाहिँ कोहीसँग पनि गर्दैन ल कसम भने मलाई फाँसीको फन्दा लगा भने पनि लगाइदिन्छ ल मैले है सिद्धा कुरा हो होइन तर पछि हट्दैन ब्रान्डेड कहिले पनि चन्दन के बाह्रले उहाँ टोके जस्तो के भयो तेल खाएर के हुँदैन चिङ्कु खानु भनेर 2 महिना हस्पिटलमा बस्नु परेको छ होइन थाहा छैन के खाएर म गर्दिनँ कहिले पनि कसम बिल्ला डबल ट्याप लाइक होइन के हो यो हेलिकप्टर हो हत्तेरीमा चल सुनिस् त पनि तेल सक्यो है ल हेर्नुस् हजुर हजुर सर पर्दैन सर हामी को हेरेका छौँ के रे बा ल यतिकैमा हिलो हान्देऊ लडी बुढी अब गुडिलो गरम केटा हो गाइस थ्याङ्क यू सो मच थ्याङ्क यू तेल भनेर स्प्रेड खाएको सूचना महेन्द्र बर्दर वेलकम है के गरे चन्दन पायल्स भयो त यार टिकटकमा हिलो खनाएर मैले छेरिरहेँ टिकटकमा चिसो भएर मैले छेरिरहेँ तेल हो कि स्प्राइट हो दर्शकहरूले अचम्म मानेर हेरिरहे ब्रान्डेडको खेदो यहाँ खन्या छन् तेल होइन रक्सी खायो भन्या छन् नमस्ते छाजालु झोरले है एकछिन भाइ रुबिन दाइ एकछिन 1 सेकेन्ड यो तेल हो कि रक्सी हो ल म देखाउँछु 1 सेकेन्ड यो के हो नफाल्नु के नफाल्नु यार आवेगमा आउनी एउटा कुरा आवेगमा भन्दा म एउटा कुरा भन्छु तपाईँको व्यवस्थालाई मेरो जन्मदिने आमाको कसम होइन आमाको मासु किन खानु नपर्यो तर म चाहिँ अलिक पनि गर्दैन ल जिस्काउनु पनि नपाने भ्युअर्स जिस्काका हुँदै चन्दन के भयो उर पुतली उर
कि क्या के हो गाइस लाइक शेयर गर प्लिज अब हामी खाने पाला अब धोबी खाने पाला हाम्रो अब धोबी खाने पाला केटा हाम्रो केटा लाइक शेयर गर मा रप्पा रप्पा केटा हाँ भाई हाँ भाई Literally, I'm laughing shit. ल अब डिलिट गरौँ कहाँ ल गुणा के भयो अस्ति मैले पनि गरे केटा गर्नुपर्छ केटा यो हिलो होइन डलर 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 हो अमेरिकन डलर हो यो केटा हो हिलो होइन गाइज दिस इज हिज ड्युटी दिस इज नट द पेन्सन गाइज ओके इट इज हिज ड्युटी यु नो let him go don't be sad it's a punishment okay sometimes I lose the battle huh punishment गर्ने मान्छे उहाँ छ यार ओइ चन्दन उठ के भएको ओइ चन्दन नाटक हो आउ बस 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 ओइ बस चन्दन भयो आइज यति भएपछि छड्के टु फिल्ममा पक्का यति भएपछि छड्के टु फिल्ममा पक्का हाँस्दा हाँस्दा पिसा भएर कसले पिसा भएको चेक गर्न भ्यायो रे सबजनाले लाइक शेयर गर्नु ल डाइनोसर वेलकम चन्दनको फेर्या छ कलर हिलो होइन हो अमेरिकन डलर नमस्ते छाजालु झोरले है चन्दन हेर हिलो माथि कसरी लोटे चन्दन हेर हिलो माथि कसरी लोटे आफूतिर त पराछ पनौती एक नम्बर कि ओठे फेरि हामी गेम जित्छौँ सर्लक्क ब्रान्डले तेल खाएर गु हुने भोलि लरक्क नमस्ते छाजालु झोरले है हे मिलन जिल्ला उतापट्टिका मान्छेहरूले झ्याप्पै चिनिरहेछ मिलन जिल्ला उतापट्टिका मान्छेले झ्याप्पै चिनिरहेछ टेप बाँधेर चन्दन हेर महिनाभरि भएको आइने यस्तो कसरी हिँडिरहेछ guys share the live उता हेर पाइल्स उसलाई भाछ र चन्दनलाई पाइल्स कहिले भाछ र पैसा कमाउन त्यसै सजिलो कहाँ छ र कति हाँस्नु के कमेन्टमा हाँस्छन् केटाहरू जिन्दगीमा रमाइलो गर्नुपर्छ केटा हो ताराको यो पनिसमेन्टले आइडी ब्यान्ड हुन्छ अस्ति पनि मेरो भएको थियो मेरो पनि गएको नि यो पनिसमेन्टले मेरो पनि गएको आइडी थाहा छ अस्ति यही कारणले कैसा लग रहा भाई हाँ भाई कैसा लग रहा भाई कसम बिल्ला हमको धोने की बात कर रहे हैं लेकिन हम खुद धोएंगे जरूर हमसे बात कर रहे थे हमको पनिशमेंट देने की बात कर रहे थे लेकिन हम नहीं डरते हैं ऐसा तो किधर गया भाई ल गेम पनि सुरु गरौँ गेम सुरु गरौँ वेलकम चुप्पा ओए चुप्पा नभई हुन्न कसम बिल्ला हाँ भाई चन्दन टाढा जाऊ टाढा राख ल अरे अस्ति हाफिज ज्यादाका मेरो आइडी सस्पेन्ड गरिदियो अनि त्यो बेलुका प्याज के गरे प्याज चन्दन टाढा राख ल अंडा हो प्याज अंडा प्याज कहिले राख्नु एउटै हो के रुबिन जे भयो नि एउटै हो नि त गाह्रो हुन्छ मलाई अस्ति कस्तो डुबेकै छैन यार आलु ल्याउँछु कि त सानो ढुङ्गा ल्याउ अंडा ल्याउ बराबर हुनु पर्यो नि त अनि आलु ल्याउँछ रे अंडा पिदा गरेर बसेको हुन्छ अंडा गर्ने मान्छेलाई धेरै भार पर्छ त्यो त यो भित्र के राख्ने अनि हुन्छ कान्छा क्या हाले भाई
ब्रांड जी को अनुहार त रात भयो यार के हो कसम बिल्ला वेलकम चुपा नमस्ते दर्शन ल ठीक छ ल गाइस सबैजना डबल ट्याप गर्नु है गाइस ल एभ्रीबडी किप ट्यापिङ है कुनै दिन हाम्रो पनि पाली आउँछ केही छैन गाइजहरू होइन बोनस ट्रिपल गाइस सकिँदै सकिँदैन जान्न अघि अस्ति यिनीहरूले मलाई धोबी हाने गाइजहरू सकिन्न तिमीहरूले मलाई धोबी हाने त कोहीले गर्दा हामीले पनि हान्नु नि गाइज कमेन्टमा एउटै नाम कुद्नुपर्छ केटा हो कसको नाम भनेर घरिघरि भन्नु नपर्ला केटा हो फलो गर मेरा मित्र फलो गर गाइज जबसम्म वहाँ हुन्छ गेममा मैले हुन्छ केटा हो डबल ट्याप हुँदैन तुम लोग मेरा बाल का बांका भी नहीं कर सकते जब तक वो हमारे पास है फॉलो करें मेरा मोहतरमा लगाओ भाई गाइस 7 rows let's come team guys let's open the picture में together